हामी फर्किरहेछौँ र अझै शिवगढी जानेको यहाँ घुइँचो छ है। मैनार कहाँ नेपाल का है चार ल पानी लिया दाइ कि नाइ माथि पाइन्छ हामी देउपुराको हो के देउपुरा र मान्छे अझै पनि जाँदैछन् है। ल हेर्नुहोस् अब शिवगढीप्रति आस्था विश्वास नभएको चाहिँ होइन, हामी माथि पनि धेरै थिए र अहिले यहाँबाट फेरि जाँदै हुनुहुन्छ। तपाईहरु पनि विजयनगरको फर्किने र जानेको चाहिँ लाइन छ। फर्किरहेछौँ है। अब देखिहाल्नुभयो मानिसहरूको फर्किने क्रम है। शिवगढीको दर्शन गरेर फर्किनेको पनि त्यति नै धेरै घुइँचो छ भने जाने मान्छे दर्शन गर्न जाने र अहिलेको घडीमा 10:30 बजेको छ र 10:30 बजे पनि मान्छेहरू शिवगढीको दर्शन गर्न अझै पनि लाइन लाएर जाँदै हुनुहुन्छ। अब त्यो गढीमा रहेको जुन शिवगढी मन्दिर छ त्यो प्रति आस्था विश्वास चाहिँ नभएको होइन र त्यो भएर नै मानिसहरूको घुइँचो लाग्ने गर्छ र विशेष गरेर महाशिवरात्रिको बेलामा र यही साउनको महिनाहरूमा विशेष दर्शनार्थीहरूको भिडभाड लाग्ने गर्छ र अरू समयमा चाहिँ यो शिवरात्रि र साउनमा भन्दा चाहिँ एकात रूपमा चाहिँ दर्शनार्थीहरू जाने गर्ने गर्छन्। र अहिले यो म फर्किराखेको चाहिँ यो धनखोलाको बाटो हुँदै फर्किने हो। अब उतापट्टि रमौदाबाट पनि निस्किन्छ, त्यताबाट चाहिँ लगभग अलि माथिसम्म नै यातायातको सुविधाको लागि बाटोको विस्तार भएको छ। तर अहिले यो नयाँ ट्र्याक भएर बर्सातले बिग्रिएर चाहिँ माथिसम्म यातायातका साधनहरू आउँदैनन् भन्ने चाहिँ छ। र अहिले यता धनखोलाबाट चाहिँ एउटा यो ट्र्याक नखोजेको अब मोटर बाटोको चाहिँ छैन। तपाईँको धनखोलाको बजारसम्म चाहिँ मोटर बाटो त्यहाँसम्म हाइवे रोड हो। त्यो हाइवे रोडदेखि चाहिँ अफरोड चाहिँ यसरी पैदल हिँडेर आउने हो चाहिँ त्यो छ। अब हुन त धार्मिक आस्था र विश्वासको लागि चाहिँ जति छ त्यति नै त्यो ट्र्याक छोडिदिने, त्योभन्दा माथि नगराउँदा नै बेस हुन्छ। किनकि यसको महत्त्व आस्था र विश्वास चाहिँ घट्छ भन्ने मलाई लाग्छ।